एउटा मान्छे जो मध्यम जब गरेर नि बस्नुहुन्छ उहाँहरू चाहिँ कसरी करोडपतिसम्मको यात्रा चाहिँ स्टेप बाई स्टेप लिन सक्नुहुन्छ भनेर एउटा रोड म्याप लिएर आएका छौँ। आजको भिडियोमा हामी स्टेप बाई स्टेप एउटा मान्छे जो मध्यम जब गरेर नि बस्नुहुन्छ हाउ क्यान दे अचिभ फाइनेन्शियल फ्रिडम अर उहाँहरू चाहिँ कसरी करोडपतिसम्मको यात्रा चाहिँ स्टेप बाई स्टेप लिन सक्नुहुन्छ भनेर एउटा रोड म्याप लिएर आएका छौँ। वर्ल्ड वाइड नै पपुलर एउटा कन्सेप्ट छ जसलाई चाहिँ 50-30-20 रुल भनेर पनि चिनिन्छ। यो रुलले सिम्पली के भन्छ त भन्दाखेरि तपाईले जति महिनाको कमाउनुहुन्छ त्यसको 50% चाहिँ तपाईले आफ्नो निड्स वा आफ्नो जरुरतहरुमा चाहिँ खर्च गर्नुपर्छ। जस्तै घर भाडा तिर्ने, रासन पानीको बिल, फोनको बिल, पानी बिजुलीको खर्च, काममा आउँदा जाँदा लाग्ने खर्चहरु आफ्नो स्यालेरीको 50% मा ल्याउनु पर्छ भनेर यो रुलले भन्छ। त्यसैगरी 30% मात्र आफ्नो वान्ट्सहरुमा अर्थात आफूलाई मन लागेको कुराहरुमा खर्च गर्न सक्नुपर्छ भनेर भन्छ। जस्तै मुभी जाने, घुम्न जाने, अलिकति महँगो लुगाहरु किन्ने, फोनहरु किन्ने, एउटा दुईटा राम्रो आफूलाई मन परेको अरु केही चीज किन्नेहरु चाहिँ तपाईले कमाउनु भएको 30% मा सीमित राख्नुपर्छ। हामीलाई कुनै पनि चीज किन्न मन लाग्दाखेरि तुरुन्तको तुरुन्तै किनिहाल्नु हुँदैन। 3 दिन त्यो किन्ने डिसिजनलाई चाहिँ डिले गर्नुपर्छ। किनभने कतिवटा यस्तो चीज हुन्छन् जुन चाहिँ आँखालाई किन्न मन लागेको हुन्छ, तर यदि त्यो चीज तपाईले डिले गर्नुभयो 3 दिनसम्म भने 3 दिनपछि फेरि त्यो चीजको चाहिँ तपाईलाई याद आयो भने बल्ल किन्ने, यदि याद आएन भने चाहिँ जस्ट आँखाले मात्र किन्न मागेको चीज हो भनेर बिर्सिदिँदा हुन्छ। सो यस्तो गर्नुभयो भने पनि तपाईले आफ्नो वान्ट्सहरुलाई चाहिँ त्यो 30% मा ल्याउन सजिलो हुन्छ र बचेको 20% चाहिँ हामीले सेभिङ वा बचत गर्नुपर्छ पहिला सुरु त, र त्यसपछि मात्र त्यो पैसालाई चाहिँ इन्भेस्ट गर्नुपर्छ भनेर यो रुलले भन्छ।